हेलो एभ्रीबडी वेलकम ब्याक टु माई अनदर ब्लग। आज चाहिँ म हाम्रो सागर भतिजको बिहेको जाँदैछु। यो चाहिँ पहिलो दिन है। यहाँ हाम्रो भाउजू केर्खाबाट आउनुभएको छ, हाम्रो जमुना भाउजू। अघि आएको भनेको टिकटाकैसँग त नसक्ने पर्यो। हाम्रो सागर भाइको बिहेको सुँगुर आउँदैछ है। ल आउँदैछ यही सुँगुर हो बिहेको। हाँक्ने छ त नि। छिटो बनायो भैँसी बाटो त धेरै रहेछ नि त भर्खर उठेर आएको भन्नु न। मैले बढीमा हेरेर त मैले उठाएर गर्मी छ नि त अहिले होइन आज, त्यही भएर यहाँनिर यसो अब फ्रिजको बन्दोबस्त नभयो होला। ट्याक्कै केटाहरूले चाहिँ आइस रेडी पार्दैछ। ट्याक्कै यसरी ड्रममा राख्ने हो अनि यहाँ आइसमा बियर कोक स्प्राइट वाट एभर सबै लगाइदिने हो। यहाँ लेखाउने त्यहाँदेखि लिएर यता रमाइलो भइरहेछ। यता बेहुला बेहुली बस्ने, यता हिरोनीहरू जन्ती जाने आँट्यो, यता बेहुला। अहिले चाहिँ बेहुला बेहुली लिनु जानु लागेको छ र बेहुली लिनु जानुभन्दा अगाडि चाहिँ आफूले चढ्ने कारमा चाहिँ पूजा यसरी 4 चोटि घुमेर पूजा गरिसकेपछि चाहिँ चढेर जानुपर्ने रहेछ। हामी चाहिँ लाग्यौँ आफ्नो कामतिर, कसै लेखनदास, कसै आइसमा, कसै खानामा, कसै पाहुनापाततिर है। त्यस्तै भयो। बेमा चाहिँ डह्रो पानी परिरहेछ र पनि पानी परे भए पनि च्याब्रुङ्गे टोलीहरू चाहिँ मङ्गलबारेबाट जेन तेन आइसक्नु भएछ। बेमा एकछिन काम सकेपछि चाहिँ म चाहिँ लु अब ढिलो भइसक्यो बेमा जानु भनेर म ड्रेस चेन्ज गर्दै थिएँ। त्यत्तिकैमा यहाँ मेरो पप्पी चाहिँ घुर्की लाउँदै ऊ लडीबडी गर्दैछ है। म पनि जान्छु भनेर म त खल्लीबल्ली भनेर हिँडिदिएँ। हेलो, फाइनली म चाहिँ अब सागर हाम्रो भतिजोको बिहेमा लागेँ। अघि चाहिँ म बिहान चाहिँ ड्रेस चेन्ज नगरी थिएँ, अहिले चाहिँ म ड्रेस चेन्ज गरेर हिरो बनेर जाँदैछु। लेट मी सी है, बिहेको रनसन देखाउने छु अघिल्लो क्लिप पनि। र यहाँ देख्न सक्नुहुन्छ बाटो चाहिँ यस्तो छ है। घर पानी पनि परिरहेछ अनि
अर्को कुरा त एकदम शीतल शीतल घरिघरि घाम लाग्ने होइन मौसम एकदम चेन्जेबल भइरहेछ ए यता पनि रेडी भएर आउँदैछ ओहो बिहेमा जाने यहाँ चाहिँ हाम्रो चेलीबेटीहरू अघि रेडी भएर टकटक आफ्नो स्ट्यान्ड बाई गरिसक्नु भएको छ कसै मैले अघि भनिसके चाहिँ तपाईँहरूलाई है बेहुली ल्याइसकेपछि बेहुलीलाई डाइरेक्ट घरमा राखिँदैन बेहुलीलाई घरभन्दा 2-3 घर मास्तिर राखेर चाहिँ बेहुला घरमा आएर फेरि ड्रेस चेन्ज गरेर हाम्रो च्याब्रुङ सुत्दै फेरि लिनु जान्छ त्यो घर जहाँ राखेको छ त्यो घरसम्म है त्यस्तै गरेर अहिले चाहिँ बेहुला चाहिँ च्याब्रुङ लिएर बेहुली लिनुको लागि त्यो जहाँ राखे उताबाट बेहुलीको घरबाट लिएर डाइरेक्ट घरमा नराखिकन जसको घरमा राखेको छ त्यो घरसम्म चाहिँ च्याब्रुङ सुत्दै लिनु जानुपर्ने हुन्छ र अहिले चाहिँ बेहुला चाहिँ बेहुली च्याब्रुङहरू पञ्चे बाजाहरू सुत्दै बेहुली लिनु जाँदैछ त्यसको अलावा त्यसको पछि सम्पूर्ण गाउँकोहरू अथवा अब सबैजना एउटा जन्ती जस्तो भएर ग्रुपै भएर हामी गइन्छ अनि त्यहाँ रमित हेरिन्छ त्यहाँनिर अब लगभग सानो कार्यक्रम हुन्छ त्यो कार्यक्रम सकेर टक्क बेहुलीलाई चाहिँ घरमा ल्याइन्छ र अनि मात्रै भित्राउने काम हुन्छ अनि हाम्रो चाहिँ दिउँसो लगन हुँदैन है सिन्दुर पोते दिउँसो हुँदैन उज्यालोमा हुँदैन हाम्रो चाहिँ राति हुन्छ जस्तै बेलुका भइसकेपछि 8-9 बजेतिर चाहिँ हाम्रै पुजारी लिम्बूहरूको पुजारी लगेर सिन्दुर पोते लगन गरिन्छ बेलुका है दिउँसो माझमा चाहिँ आफ्नो आफन्त टिका यसो आउनेहरूले टिका लगाइदिने अथवा है आफ्नो आफन्तहरूलाई चाहिँ ढोक्ने कार्यक्रम हुन्छ मैले चाहिँ यहाँनिर म्युट गर्नुको कारण ब्याकग्राउन्डमा म्युजिक बजिरहेको थियो म्युजिकको कारणले गर्दा कपिराइट आउने डरले मैले चाहिँ म्युजिकलाई म्युट गरिदिएको छु मेरो ड्युटी चाहिँ बारमा थियो चिसोहरू बार्ने पानी बार्ने है त्यस्तै गरेर ड्रिङ्क्सहरू बार्नेमा थियो त्यही भएर मैले चाहिँ अलिकति क्लिपहरू धेरै गर्नु पाइनँ जति देखाएको छु जति एक्सप्लेनेसन गरेको छु त्यसमा बुझ्ने कोसिस गर्नुहोला र यदि यस च्यानलमा नयाँ हुन्छ भने कृपया सब्सक्राइब गर्नुहोला लाइक गर्नुहोला तल कमेन्ट बक्समा कमेन्ट छोड्नुहोला कस्तो लाग्छ यो भिडियो है त्यस्तै गरेर बेलुका भइसकेको थियो अनि यहाँ तल ढोले पार्टीहरू चाहिँ अब बिदा हुने कार्यक्रम भयो यो चाहिँ रहेको छ भोलिपल्ट बेलुका भान्सेपाटी जति पनि गाउँको मान्छेहरूले त्यहाँ गएर दुःख गरिदिनु भएको छ सघाउनु भएको छ उहाँहरूलाई चाहिँ पार्टी जस्तै एउटा खानापिना चिसो तातो होइन कोल्ड ड्रिङ्क्स हार्ड ड्रिङ्क्स सबै दिएर सम्मान शुद्ध उहाँहरूले चाहिँ बिदाई कार्यक्रम गरिरहनु भएको छ गाउँलेहरूलाई खुसी पार्ने कार्यक्रम भएको छ ल है यो भिडियो कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गर्नु नबिर्सिनु होला त्यस्तै भन्दै म आज बिदा माग्न चाहन्छु धन्यवाद